सम्पूर्णमा नमस्कार। म मानबहादुर तामाङको तर्फबाट आज मिति 2082 साल असोज 4 गते शनिबार हामी हजुरहरूलाई पूर्वी नवलपुरको गैंडाकोट नगरपालिकाको सिखरौली भन्ने ठाउँमा अवस्थित धार्मिक, ऐतिहासिक एवं प्राचीन कैलाश सन्यास आश्रम घुमाउन लगिरहेका छौँ। भगवान विष्णुको परम भक्त गजेन्द्र हात्तीलाई गोहीको आक्रमणबाट छुटकारा दिनको लागि भगवान विष्णु गरुडमाथि चढेर बेगका साथ आउँदा शिरको मुकुट यही स्थानमा चाहिँ खसेकोले यो स्थानको नाम शिरमौली रहन गएको थियो। पछि कालान्तरमा शिरमौली शब्द अपभ्रंश भई शिखरौली रहन गएको कथन छ। धर्मानुरागीहरूका अनुसार द्वापर युगमा 5 पाण्डव वनवास जाँदा यसै स्थानमा बास बसेको र इतिहासविदहरूको कथन अनुसार पाल्पाली राजा मणि मुकुन्द सेनको दरबार पनि यसै स्थानमा भएकोले यो स्थान धार्मिक, ऐतिहासिक एवं पुरातात्विक दृष्टिले अति नै महत्त्वपूर्ण छ। अहिले म पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने गैंडाकोट नगरपालिका वडा नम्बर 9 मा अवस्थित श्री हनुमान मन्दिर परिसरमा चाहिँ छु। आजको हाम्रो यात्रा भनेको यही गैंडाकोट नगरपालिकामा अवस्थित यो कैलाश सन्यास आश्रमसम्म हुनेछ, जहाँ चाहिँ विष्णु भगवानको चाहिँ मुकुट खसेको हुनाले त्यो ठाउँलाई चाहिँ पहिला शिरमौली भनिन्थ्यो र पछि चाहिँ त्यो शिरमौली भन्ने शब्द चाहिँ अपभ्रंश भएर त्यो ठाउँको नाम चाहिँ शिखरौली रहन गएको छ। आउनु साथीहरू, म पनि घुम्छु, म हजुरहरूलाई पनि त्यो ठाउँ देखाउँछु। अहिले हामी गैंडाकोट नगरपालिकाको यो सिस्के बजारमा आइसकेका छौँ। बजार बाटाहरू एकदम खराब छ। कैलाश सन्यास आश्रम महादेव थान सिखरौली दिएको अक्षर चाहिँ एकदम मेटिसकेको छ। पुनः रङरोगन गरेर नयाँ अक्षर लेख्नु पर्ने देखिन्छ। दाजु, यो दुईटा बाटो रहेछ, यो कैलाश सन्यास आश्रम जाने बाटो। ल हस् त दाजु, धेरै धेरै धन्यवाद। ए हजुर, हो त नि। कैलाश चोक, ल अब चाहिँ सोध्दै आइपुगे जस्तो छ। ओम लेखेको थियो, त्यही हो।
सल्लाह गर्नु पऱ्यो है। यो श्री कैलाश सन्यास आश्रम महादेव स्थान गैँडाकोट 13 सिखरौली 9 हो। यहाँ चाहिँ बाइक पार्किङ गर्नु पऱ्यो। हामी बल्ल भित्र घुम्नु जानु पऱ्यो। यहाँ मेरो सामुन्ने चाहिँ यो श्री कैलाश सन्यास आश्रमका चाहिँ गुरुजी हुनुहुन्छ र म उहाँसँग चाहिँ केही कुरा चाहिँ सोध्न गइरहेको छु। गुरु प्रणाम। नमस्कार। गुरु, यो श्री कैलाश सन्यास आश्रमको धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्त्वबारे केही कुरा प्रश्न पारिदिनु भए अति नै आभारी हुने थियो गुरु। हजुर, यहाँ अब यो पुरातात्विक विभागमा सबभन्दा पुराना, यो लगभग पुरातात्विकले बताए अनुसार 800 वर्ष पुरानो चाहिँ नि यो मन्दिर हो। यसमा चाहिँ नि भग्नाशेष भएर यी पत्थरहरू चाहिँ नि यत्र तत्र छिरलिएको यो अवस्थामा थियो र पुरातात्विकले फेरि यसलाई जोडेर अनि एउटा मन्दिरको रूपमा यो निर्माण अहिले भएको छ, तर पुरा तरिकाले अझसम्म बनिसकेको छैन। र यहाँ यसको लगभग 5 बिघा जति यो जग्गा छ। यसमा चाहिँ नि गुरुकुल शिक्षा, यहाँ मन्दिरमा चाहिँ नि आफ्नो संस्कार, 16 संस्कारहरू हाम्रो यो वैदिक हिन्दू परम्परा अनुसार 16 संस्कारको बारेमा पनि जान्नको लागि यसमा चाहिँ नि एउटा इच्छा आकाङ्क्षाहरू पनि छन्, विद्यालयको पनि बनाउने भन्ने विचार। र यहाँ अहिले पूजा, नित्य वैदिक पूजा हुन्छ र रुद्राभिषेकहरू भइरहेछन्। यहाँ भगवान शिवजीको मन्दिर चाहिँ नि हो यो, र यसमा रुद्राभिषेक हुन्छ, पूजा भइरहेको छ। र यसमा एउटा विद्यालय पनि भएपछि सुनमा सुगन्ध जस्तो हुन्छ। र यसमा एकदम पुराना संरचनाहरू छन्। यो संरचना केही चिज भेटिएको छ र केही भेटिएको पनि छैनन्, र सबै त्यो कलात्मक पत्थरमा नै लेखेर कलात्मक अनुसार चाहिँ नि बनाएर अनि यो अहिले निर्माण भएको अवस्था छ मन्दिर। र यहाँ सन्यास आश्रम, सन्यासहरूको बसोबास पनि छ। अनि गुरु, यहाँ चाहिँ नित्य पूजा त हुने नै भयो, त्यसको साथसाथै यो वर्षभरिमा यहाँ कुन कुन दिनमा चाहिँ यस्तो मेला जात्राहरू केही लाग्छ कि लाग्दैन? मेलाको बारेमा शिवरात्रिमा लाग्छ। हजुर, शिवरात्रिमा मेला लाग्छ र एकादशी, ठुलो एकादशीमा अब यसमा मेला लाग्छ। यहाँबाट तल त्यो चौरसम्ममै मेला हुन्छ। र गङ्गा स्नानको लागि अनि यो श्रावण महिनामा विशेष गरेर यहाँ मेला लाग्छ। भक्तहरू आउँछन्। आएपछि यसमा साधारणमै छ। भनेपछि गुरु, यहाँ भक्तहरू कुन कुन समयमा बढी आउँछन्? समयमा बढी आउनको लागि श्रावण महिनामा अनि शिवरात्रिमा। हजुर। अन्तमा यो गुरुजीको चाहिँ आफ्नो परिचय सहित समापन गरिदिनु हुन अनुरोध गर्दछु म। मेरो घर चाहिँ नि, म जन्मिएको म्याग्दी हो। म्याग्दीको गलेश्वर भन्ने स्थान छ, त्यहाँ शालिग्राम वेद विद्याश्रममा मैले अध्ययन गरेँ। त्यसपछि अनि म हरिद्वारमा गएर अध्ययन गरेँ र त्यसैको सिलसिलामा अहिले यहाँ म 4 वर्षदेखि यहाँ चाहिँ नि पूजा गर्ने कार्यहरू गरिरहेको छु। लगभग 4 वर्ष जति भयो। मेरो पढाइ शास्त्रीसम्म मैले संस्कृत विषय नै पढेको। अनि गुरुको चाहिँ शुभ नाम चाहिँ? मेरो नाम योगनाथ पौडेल। योगनाथ पौडेल। ल, जानकारीको लागि मेरो तर्फबाट गुरुलाई धेरै धेरै धन्यवाद, प्रणाम। मेरो तर्फबाट पनि हजुरलाई नमस्कार छ, प्रणाम छ। बेला बेलामा आइराख्नु होला। हुन्छ हजुर, हुन्छ गुरु, हस् त, प्रणाम गुरु, हस् हस्। यो श्री कैलाश सन्यास आश्रम महादेव थान, यो गैँडाकोट 13 सिखरौली नवरपुलमा मूल प्रवेशद्वारबाट भित्र प्रवेश गर्दै गर्दा चाहिँ गुरुसँग मेरो चाहिँ जम्का भेट भयो र गुरुबाट पनि धेरै कुराहरू जान्ने बुझ्ने मौका पाइयो। अब भित्र जाउँ, के रहेछ त्यो कुराहरू पनि म हजुरहरूलाई देखाउने नै छु।
यो गणेश मन्दिर रहेछ। श्री गणेशाय नमः। यो चाहिँ कैलाश सन्यास आश्रमको चाहिँ यो ठुलो चाहिँ भवन रहेछ। निकट भविष्यमा नै यो भवनलाई चाहिँ पाठशाला बनाउने चाहिँ लक्ष्य राखेको रहेछ र अहिले बच्चाहरू ल्याएर पढाउने काम चाहिँ भएको रहेनछ तर लक्ष्य चाहिँ लिएको रहेछ। हेर्दै जाउँ अरू भित्र के कुराहरू देखिन्छ। र सुन्दर आकर्षक बस्ने बेन्चहरू छन् आराम गर्नको लागि। यो चाहिँ यो कल्पवृक्ष, यो बिरुवा चाहिँ शुक्र प्रसाद रेग्मी र रुकमणि रेग्मीबाट चाहिँ सौजन्य भएको रहेछ र उहाँहरू गैँडाकोट नगरपालिका वडा नम्बर 11 मुकुन्दपुरको चाहिँ बासिन्दा हुनुहुँदो रहेछ। यो कल्पवृक्ष कस्तो हुँदो रहेछ, यो चाहिँ एउटा जडीबुटी हुनुपर्छ। यो के रहेछ यो पुरानो यो ढुङ्गा। यो यहाँ दुर्गा माताको चाहिँ प्रतिमा छ, सरस्वतीको, लक्ष्मीको, सबै देवी देवताहरूको चाहिँ प्रतिमा छ। भगवान् शङ्करजीको प्रतिमा छ। यो गणपति बाबाको, सबै देवी देवताहरूलाई मेरो तर्फबाट कोटि कोटि नमन। उहाँ चाहिँ संस्थापक पीठाधीश स्वामी परमानन्द परमहंस सरस्वतीजी महाराज हुनुहुँदो रहेछ। अवतरण विक्रम सम्वत 1991, प्रवेश विक्रम सम्वत 2031 र ब्रह्मलीन 2056, 4 शुक्ल द्वादशी भनेर लेखेको रहेछ। यहाँ अर्को यो प्रवेशद्वार रहेछ। यो चाहिँ रहेछ गङ्गा स्नान द्वार। ओम हर हर गङ्गे। अब यता जाउँ के कुरा देख्नु रहेछ। वाउ, यो नारायणी नदी हो। बर्सातको बेला भएर होला नदीको पानी एकदम धमिलो छ। यहाँ त पानी परेको छैन। आकाश निलो छ, दिन घमाइलो छ। आज असाध्यै रमाइलो छ र नदी पारी चाहिँ यो हिउँ परे जस्तै सेताम्मे चाहिँ काँसहरू फुलेको छ। ठाउँ अति नै आकर्षक मनमोहक छ। जति हेरे पनि हेरिरहनु लाग्ने, जति घुमे पनि घुमिराख्नु लाग्ने ठाउँ छ। यहाँबाट सिधा दक्षिण चितवन जिल्लाको चाहिँ दिव्यनगर पर्दछ। श्री कैलाश सन्यास आश्रमको चाहिँ प्रमुख आकर्षणको चाहिँ केन्द्र भनेको यही मन्दिर हो। यो मन्दिर चाहिँ पुरै ढुङ्गाले बनेको छ। यो जति हेरे पनि हेरिरहनु मन लाग्ने। यो ढुङ्गा चाहिँ अहिलेको होइन, यो चाहिँ द्वापर युगदेखि राजा मणि मुकुन्द सेनको पालादेखिको जो ढुङ्गा हो। यो पहिला यत्र त्यत्र छरिएर रहेको थियो र पछि यो यत्र त्यत्र छरिएर रहेको यो ढुङ्गाहरूलाई चाहिँ एक ठाउँमा जम्मा गरेर पहिलेकै आकार रूप रङमा चाहिँ यो विशाल मन्दिरको चाहिँ स्थापना गरेको रहेछ। अति नै यो आकर्षक छ र मैले चाहिँ यो ठाउँ घुमेँ। अब हजुरहरू पनि यो ठाउँमा चाहिँ मौका मिलाएर आउनुहोला। यो हो विश्व सम्पदा सूचीमा सूचीकृत सिखरौली ग्राममा अवस्थित एक धार्मिक, ऐतिहासिक एवं प्राचीन कैलाश सन्यास आश्रम।
पूर्व पश्चिम राजमार्गको बेल्लिया चौकदेखि दक्षिणी दिशामा नारायणी नदी किनारमा रहेको यो पवित्र तीर्थस्थल बर्दघाट सुस्ता पूर्व नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका वडा नम्बर 13 मा पर्दछ। पौराणिक कथनअनुसार दक्षिण भारतको तमिल राज्यमा इन्द्रधुम्न नामको राजा थियो। उनी राजगाज त्यागेर मलयाचल पहाडमा कुटी बनाएर भगवानको नित्य पूजा गर्न थाले। एक दिन अगस्त्य मुनि आफ्ना शिष्यसहित कुटीमा आउँदा भगवानको ध्यानमा तल्लीन भएका कारण राजाले ऋषिको उचित स्याहार सत्कार गर्न सकेनन्। अत ऋषि मुनि रिसले क्रुद्ध भएर राजालाई आल्सी हात्ती बन्ने श्राप दिए। उक्त श्रापका कारण राजा इन्द्रधुम्न नै गजेन्द्र हात्ती बनेका थिए। अर्कोतर्फ गन्धर्वलोकमा एकजना हुहु नाम गरेका राजा थिए। उनले जल क्रीडाको समयमा देवल ऋषिको खुट्टा तानेपछि ऋषि रिसले क्रुद्ध भई गोही बन्ने श्राप दिए। तत्पश्चात राजाले ऋषिसँग क्षमा मागे। ऋषिले भगवान विष्णुबाट गजेन्द्रको मोक्ष हुँदा तिम्रो पनि उद्धार हुनेछ भन्ने वरदान दिए। अगस्त्य मुनिको श्रापले गर्दा राजा इन्द्रधुम्न गजेन्द्र हात्ती बनेको थियो भने देवल ऋषिको श्रापले गर्दा राजा हुहु गोही बनेको थियो। पूर्व जन्ममा गजेन्द्र हात्ती भगवान विष्णुको परम भक्त थियो र भगवान विष्णुको नित्य पूजा गर्नको लागि गजेन्द्र हात्ती आफ्नो परिवार सहित कमलको फुल टिप्नको लागि दिनहुँ तलाउमा जाने गर्दथ्यो र कमलको फुल टिप्ने, नुहाउने आदि क्रियाकलाप गर्नाले त्यो तलाउमा बस्ने गोहीलाई चाहिँ दिगदारी बनाएको थियो र गोहीलाई असाध्यै रिस उठ्यो र गोहीले एक दिन हात्तीको खुट्टामा चाहिँ आक्रमण गर्यो र हात्तीलाई आक्रमण गरेको देखेपछि हात्तीको ढोई, छावा, नातेदारहरू, इष्टमित्रहरू सबै मिलेर हात्तीलाई चाहिँ गोहीबाट छुटाउन धेरै प्रयास गर्यो। आखिरमा लामो समयसम्म सङ्घर्ष गर्दा पनि उनीहरूले चाहिँ हात्तीलाई गोहीबाट छुटाउन सकेन र हात्तीको शक्ति दिनदिनै कमजोर हुँदै गयो भने गोहीको शक्ति दिनदिनै बढ्दै गयो। त्यसपछि अब नसकिने भयो भनेर हात्तीको चाहिँ छावा, हात्तीको चाहिँ ढोई र नातेदारहरू सबैले हात्तीलाई छोडेर गयो र गजेन्द्र हात्ती नितान्त एक्लो भयो र उसले चाहिँ अब मलाई बचाउने मेरा भगवान विष्णु बाहेक अरू कोही पनि छैन भन्ने सोचेर उसले ओम वासुदेवाय नमः भनेर चाहिँ भगवान विष्णुले चाहिँ सम्झ्यो र आफ्नो परम भक्तले सम्झेको देखेपछि भगवान विष्णु गरुडमाथि चढेर बेगका साथ यो पृथ्वी लोकमा आएर आफ्नो सुदर्शन चक्रले गोहीको मुख छेदन गरेर त्यो गोहीबाट आफ्नो परम भक्त गजेन्द्र हात्तीलाई बचाएको थियो। यसरी चाहिँ स्वर्गबाट चाहिँ गरुडमाथि चढेर बेगका साथ आउने क्रममा भगवान विष्णुको चाहिँ शिरको मुकुट यही ठाउँमा खसेको थियो। त्यसैले यो ठाउँलाई पहिला सिरमौली भनिन्थ्यो र कलान्तरमा यो सिरमौली भन्ने शब्द अपभ्रंश भएर सिखरौली रहन गएको हो भन्ने जनविश्वास पनि रहँदै आएको छ। यो ठाउँ यही हो। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो कुन्ने भिडियो सम्बन्धी आवश्यक सल्लाह सुझावको अपेक्षा राखेको छु। हजुरहरूले दिनुभएको सल्लाह सुझाव र मायाले नै मलाई एक कदम अगाडि बढ्न थप हौसला मिल्नेछ। आगामी दिनहरूमा पनि यस्तै धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थानहरूको नयाँ भिडियोहरू लिएर अवश्य आउने नै छु। भिडियोलाई अन्तसम्म हेरेर साथ र सहयोग दिनुहुनेछ भन्ने पूर्ण आशा एवं विश्वास गर्दै आजलाई म मानबहादुर तामाङ हजुरहरूबाट बिदा हुन्छु। हस्त, नमस्कार, धन्यवाद।